रहेर बस्नुभएका निष्पक्ष निर्णायक मण्डल वा अन्य अतिथिहरू, प्रतिस्पर्धी तथा अप्रतिस्पर्धी साथीहरूमा सर्वप्रथम मेरो विद्यालय श्री अमर मावि र म कक्षा 8 की छात्रा समृद्धि बर्तौलाको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन। आज चाहिँ म एउटा कविता प्रस्तुत गर्न गइरहेको छु। मेरो कविताको शीर्षक रहेको छ भानुभक्त। अब ढिला नगरिकन म मेरो कविता वाचन गर्न गइरहेकी छु। मेरो कविता यसरी सुरु हुन्छ। भानुभक्त सबको सदा कवि भएर सधैँभरि देश विदेशमा साहित्यको आलोक सधैँभरि नेपाली भाषा र साहित्य बचाउने प्यारा भानु, तिमीलाई सम्मान छ तिमी उज्यालो तारा भानु, तिमीलाई सम्मान छ तिमी उज्यालो तारा भानु। तनहुको राम्रा माटोमा जन्मिए एउटा तारा, नेपाली भाषा जगाउने भानु थिए ती प्यारा। काशीको एउटा बोलीले चेतना मनमा जाग्यो, कीर्ति राख्ने चाहनामा भानुको मन लाग्यो, कीर्ति राख्ने चाहनामा भानुको मन लाग्यो। संस्कृति भाषाको रामायण नेपालीमा अनुवाद गराए, घर घरमा राम सीताको मिठो कथा सुनाए। सरल भाषा प्रष्ट लय सबैको मन छुन्छन्, उनकै भाषा बोलेर आज नेपाली गर्विलो हुन्छन्, उनकै भाषा बोलेर आज नेपाली गर्विलो हुन्छन्। प्रश्नोत्तर बधु शिक्षा कृति छन् अनमोल, नेपाली साहित्यको इतिहासमा नाम रह्यो गाउँटोल। भाषाका यी धनीलाई कोटी कोटी छ नमन, भानु भक्तकै नाममा बाँचिरहोस् यो पवन, भानु भक्तकै नाममा बाँचिरहोस् यो पवन। भाषा र संस्कृतिको एकता गराउने, नेपाली जनको हृदयमा माया भराउने, आदि कवि तिमी उज्यालो छर्ने स्रष्टा हौ, हामीलाई भाषिक यात्रा गराउने भविष्य द्रष्टा हौ, हामीलाई भाषिक यात्रा गराउने भविष्य द्रष्टा हौ। धन्यवाद।